कस्तो दामी कस्तो बनाइछ दामी छ बब्बल बबाल खतरा है खै त मोबाइल ओ केशव सर के बनाएको सुगर सिरप हो सुगर सिरप बनाएको ल एकखेप हाँस्दै त्यसो भने मजाले के हालेको छ त यहाँनिर अन्त चिनी हालेको छ कति कति चिनी अन्त उयो निम्बु हालेको छ कति किलो चिनीमा कति पानी हालेको 1.5 लिटर पानी हालेको छ 1 किलो चिनीमा लेमन कति पिस काटेर हालेको छ यसमा कति छ 10-12 वटा छ स्लाइस स्लाइस यसलाई कति कति जस्तो पकाउनु पर्छ अब यसलाई कति घन्टा पकाउनु पर्छ 1 घन्टा त्यतिकै पकाउनु पर्यो 1 घन्टा जस्तो होइन त कति कति बोतल निस्किन्छ यो 1.5 लिटर पानी हालेको छ होइन कति कति निस्किन्छ यसको कति निस्किन्छ कति बोतल निस्किन्छ 1.5 लिटर पानीमा यो क्वार्टर 90 निस्किन्छ भन न एक बोतल होइन एकखेप भनिदेऊ न एकखेप लास्ट एकखेप भनिदेऊ न लास्ट एकखेप भनिदेऊ न एकखेप लो 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 यस्तो 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 ऊ भाइले पनि गर्छ अरे लो यस्तो के हो यो म्यागी 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 हो बिहानको ब्रेकफास्ट अहिले लन्चको टाइममा हो हाम्रो त यस्तै छ 12 ल सुगर सिरप बनाउनुको लागि हुन्छ रेसिपी चाहिँ यहाँ हाम्रो कुसाङ के अरे केशव सरलाई सोध्नु है नम्बर तिम्रो नम्बर दिइराख्नु है ल नम्बर नम्बर कमेन्टमा भइहाल्छ कमेन्टमै ल कमेन्ट गरिदिनु भयो भन लु कमेन्ट गरिदिनु भन सुगर सिरपको रेसिपी चाहियो भने कमेन्ट गरिदिनु भन न मुखले लु जानु पर्यो के हो त्यो चाहिँ ल ल ल ल ल ल ठिक छ म्यागीले ओटहरू लात्तै भयो